सर्वप्रथम यो भिडियो हेरेर बस्ने सम्पूर्णलाई नमस्ते। यदि हजुर काठमाडौँ माछापोखरी आउँदै हुनुभएको छ भनेदेखि चाहिँ यहाँ बाइपास चोक आएर चाहिँ 22 धारा चाहिँ हेरेर अवलोकन गरेर अवश्य जानुहोला। 22 धारा आउनको लागि चाहिँ माछापोखरी झरेर अनि यहाँ माथि एउटा चोक आउँछ, त्यो चोकबाट चाहिँ फेरि लेफ्ट साइड भएर जानुपर्ने हुन्छ। यस बाटोमा चाहिँ गाडीमा भन्दा नि पैदल यात्रा गर्दा रमाइलो महसुस हुने गर्दछ है। जुन हामी माछापोखरीबाट बाइपास चोक अनि बाइपास चोकबाट चाहिँ देब्रेतिर हुँदै 22 धाराको गेटतिर जाँदैछौँ। हजुरहरू टाढा टाढाबाट आउँदै हुनुभएको छ भने माछापोखरी झरेर बाइपास चोक अनि त्यस पछाडि देब्रेपट्टि साइडमा लाग्नुहोस् अनि एउटा ठुलो गेट आउँछ, त्यहाँबाट भित्र छिरे पछाडि एउटा पार्क आउँछ। पार्कभित्र चाहिँ 22 धारा छ है। बहुत रमाइलो छ है यो ठाउँ चाहिँ। हामी चाहिँ अब करिब नजिक आइपुगेका छौँ। हाम्रो आजको लक्ष्य भनेकै 22 धारा देखाउने हो है। बाट चाहिँ बाटो क्रस गर्नुपर्ने हुन्छ है। रमाइलो छ है। यदि आउँदै हुनुहुन्छ भने आउनुहोस् है, यहाँ चाहिँ अवश्य घुम्नलाई। टिकट काट्नुपर्छ र पर्दैन। हामी चाहिँ गेट चाहिँ प्रवेश गरिसक्यौँ। फर्स्ट सुरुमा हामी मन्दिर हेर्छौँ। मन्दिर हेरिसके पछाडि चाहिँ बल्ल 22 धारातिर लागिन्छ।
यो चाहिँ मन्दिर हो है। कि त एक फोनको कि त 3 फोनको भन्ने चलन छ। म चाहिँ एकै फोनको लगाउँछु। ल हेर्नुहोस् है, खतरा बबाल सिन छ है। हामी चाहिँ अब 22 तारातिर लाग्दैछौँ। राम्रो आउँछ ल दिदी ल जानु त है गाइज, स्टार्ट पोइन्ट पहिलो धारो चाहिँ यही नै हो है। सुरुको धारो पानी हरर आइरहेको छ है। सबैभन्दा ठुलो धारो चाहिँ यही नै हुन्छ है। मेन धारो भन्दा चाहिँ यही हो। सबैभन्दा ठुलो धारो लास्ट भनेको चाहिँ रहेछ लास्ट पोइन्ट। लास्ट धारो भने चाहिँ यही रहेछ है। हेर्नुहोस् है कस्तो लाग्यो। ल गाइज कस्तो लाग्यो ल भनिदिनुहोस् त। काठमाडौँ आइहाल्नु भयो भने चाहिँ यो ठाउँ चाहिँ अवश्य अवलोकन गर्न आउनु होला है। मेरोमा फोन आइरहेछ तर पनि म गाइजहरूलाई नै टाइम दिन्छु है। फोनलाई भन्दा नि म भिडियोतिर नै जोड गर्छु अहिलेलाई।
मान्छे त आवाज जात भइहाल्छ नि यस्तो यहाँ चाहिँ घुम्नका लागि धेरै मान्छेहरू आउने गर्नु हुँदो रहेछ। यहाँ फेरि सुनौलो सुनौलो माछाहरू पनि रहेछ, एकदम राम्रो खाले के। सबै माछा जति चाहिँ लुकिसकेछ। अब बेलुकी बेलुकी टाइम भयो। ल यहाँ चाहिँ रहेछ। गाइस अब चाहिँ हामी करिब करिब चाहिँ हेरेर घुमेर चाहिँ सकिसक्यो। फेरि अघिकै ठाउँमा गेटमा आइपुग्न लागेको छौँ। यो भिडियो हेरेर कतिको मनोरञ्जन लाग्यो हजुरहरूलाई यसो भनिदिनु होला। फेरि अर्को भिडियो हेर्नको लागि च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै यस भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस् त, नमस्ते, बाई। अर्को भिडियोमा भेटौँला है अब।